नमस्कार, म हुँ युवराज लामिछाने। तपाईलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। म करिब 6 वर्षदेखि रोमानियामा बसोबास गर्दै आइरहेको छु र यहीँबाट कहिलेकाहीँ केही भिडियोहरू मार्फत तपाईहरुलाई केही जानकारी दिने प्रयास गरिरहेको छु। युट्युबसँग सिक्ने र केही जानेको कुरा सिकाउने एउटा बाटोलाई अपनाइरहेको छु। आज पनि एउटा विषयवस्तुमा हामी कुराकानी गर्नेछौँ। मलाई भन्दा धेरै कुराको जानकारी तपाईलाई रहेछ भने खुलेर कमेन्ट बक्समा सुझाव लेखिदिनु होला र अरु कुनै वेहरू पनि राखिदिन सक्नुहुन्छ कमेन्ट बक्समा है। नयाँ हुनुहुन्छ, धेरैजना साथीहरूले भिडियो हेर्नुहुन्छ, सब्स्क्राइब गरिदिनुहुन्न, सब्स्क्राइब गरेर गइदिनु होला है। आजको विषयवस्तु रहनेछ, यदि हामी वैदेशिक रोजगारमा रहँदाखेरि हाम्रो पासपोर्टको मिति सकियो अर्थात् पासपोर्ट एक्सपायर भयो भने हामी नेपाल कसरी जाने, कसरी ट्राभल गर्न सकिन्छ, अब नेपाल जान मिल्छ कि मिल्दैन है, अब पासपोर्ट नै बनाउनु पर्ने हुन्छ कि एक्सपायर भएको पासपोर्ट लिएर जान पाइन्छ कि पाइँदैन भन्ने विषयमा हामी आजको भिडियोमा कुराकानी गर्नेछौँ है। यो भिडियो रोमानियामा बस्ने नेपालीलाई मात्र नभएर वैदेशिक रोजगारको सिलसिलामा विश्वका जुनसुकै मुलुकमा बस्ने नेपालीहरूलाई पनि काम लाग्न सक्छ है। कतिपय साथीहरूलाई यसबारेमा ज्ञान पनि होला, कतिपय साथीलाई ज्ञान नहुन पनि सक्छ। ती साथीहरूलाई ज्ञान हुन सक्छ जो वैदेशिक रोजगारमा वर्षौंदेखि कार्यरत हुनुहुन्छ, ती साथीहरूलाई यस विषयमा जानकारी नहुन सक्छ जो वैदेशिक रोजगारको सिलसिलामा भर्खरै कुनै पनि देश छिर्नु भएको छ अथवा रोमानिया आइपुग्नु भएको छ अथवा तपाईं गल्फ कन्ट्री अथवा कुनै युरोपियन कन्ट्री अथवा कुनै तपाईं अमेरिकन देशहरुमा हुनुहुन्छ भने पनि तपाईलाई पनि काम लाग्न सक्छ है। नेपाल सरकारले विश्वका सम्पूर्ण देशहरुमा आफ्नो राजदूतावास खोल्न सफलता भएकै छैन है। त्यो अब सम्भव पनि नहोला संसारका सबै मुलुकहरुमा। नेपालीहरुको बाहुल्यता भएको देशमा एउटा कूटनीतिक सहकार्यका लागि पनि एम्बेसी हुनुपर्ने हो है। विभिन्न किसिमका समस्याहरूलाई समाधानको लागि पनि राजदूतावासको आवश्यकता हुन्छ। तर पनि नेपालको राजनीतिक हितचानी है, राजनीतिक कलह, राजनीतिक किचलोले गर्दाखेरि उनीहरूले यी कुरामा ध्यान दिन नसकेको अवस्था चाहिँ अवश्य पनि छ। यद्यपि पहिलाको तुलनामा केही सुधार भएको छ। पछिल्लो समयमा केही युरोपेली मुलुकहरुमा र अन्य केही मुलुकहरुमा पनि नेपाल सरकारले राजदूतावास बनाउने निर्णय गरेको छ। त्यसैको फलस्वरूप केही देशमा नयाँ राजदूतहरु नियुक्ति भइसकेका छन् भने राजदूतावासमा के हुन्छ भने राजदूत हुन्छ, राजदूतले नेपाल सरकारको तलब सेवा शुल्क लिएर बसेको हुन्छ भने अवैधानिक वाणिज्य दूत भनेको मानार्थ पद हो। एउटा पद, सम्मानजनक पद दिएको हुन्छ र उक्त व्यक्तिबाट नेपालीहरूलाई केही सहयोग होस् भन्ने नेपाल सरकारले अपेक्षा राखेको हुन्छ है। अवश्य पनि त्यो पदबाट कहीं न कतै कुनै तवरबाट सम्बन्धित व्यक्तिले फाइदा लेला नलेला आफ्नो ठाउँमा छ, नेपालीहरूलाई सहयोग अवश्य गर्छ है। आजको विषयवस्तु रहनेछ पासपोर्ट एक्सपायरको विषय है। अब यो पासपोर्ट एक्सपायर भयो भने नेपाल कसरी जाने अथवा कसरी ट्राभल गर्न सकिन्छ भन्ने विषयमा म यो भिडियोमा बोल्ने छु र स्क्रिनमा तपाईहरुलाई केही पेपरहरु देखाउने छु। यी पेपरहरु कसरी निकाल्न सकिन्छ भनेर म तपाईलाई जानकारी गराउने छु है। यदि हाम्रो पासपोर्ट एक्सपायर भयो भने नेपाली राजदूतावास, अब जस्तै फर एक्जाम्पल अहिले हामी रोमानियामा छौं, रोमानियामा भएका नेपालीहरूले आफ्नो पासपोर्ट एक्सपायर भयो, अर्जेन्टली नेपाल जानुपर्ने भयो, पासपोर्ट बनाउन आउने टोलीको पनि फिक्स भएको छैन अथवा त्यो पासपोर्ट बनेर आउने बेलासम्म ढिलो हुने अवस्था छ, नेपाल नगई पनि भएको छैन भने तपाईले तपाईको मुलुकलाई हेर्ने राजदूतावासलाई सम्पर्क गर्न सक्नुहुन्छ। जस्तै रोमानियाको केसमा हामीलाई जर्मनमा रहेको नेपाली राजदूतावासले हेर्ने गर्दछ। केही समय अगाडि रोमानियामा अवैधानिक राजदूतको रूपमा नवराज पोखरेल हुनुहुन्थ्यो। अहिले उहाँले आफ्नो पद परित्याग गर्नुभएको छ अर्थात् राजीनामा दिएर बस्नु भएको छ। यो अवस्थामा केही सीमित व्यक्ति, केही प्रतिनिधि इनडाइरेक्टली रूपमा एम्बेसीसँग कनेक्टेड होलान्, एम्बेसीका मान्छेहरूलाई चिनेका होलान्, उनीहरूले केही सहयोग गर्न सक्लान्, त्यो आफ्नो ठाउँमा छ। यद्यपि त्यसको अलावा तपाईहरुले आफ्नो पासपोर्ट एक्सपायर भयो भने स्क्रिनमा पनि हेर्न सक्नुहुन्छ तपाईले। मैले चाहिँ डकुमेन्टको बारेमा यहाँ स्क्रिनमा देखाइरहेको छु। तपाईले आफ्नो नजिकको राजदूतावाससँग सम्पर्क गरेर फोन मार्फत सम्पर्क गर्न सक्नुहुन्छ, इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ र ट्राभल डकुमेन्टको लागि तपाईले आफूले रिक्वेस्ट गर्न सक्नुहुन्छ। जस्तै अब
अब त्यो शुल्क चाहिँ तपाईले एमबीसीको अकाउन्टमा केही शुल्कहरू डिपोजिट गर्नुपर्ने हुन्छ। जस्तै केही समय अगाडि हामीले एकजना दाइको ट्राभल डकुमेन्ट बनाएका थियौँ। उहाँ चाहिँ आमा बिरामी भएर नेपाल जानुपर्ने भएको थियो र 35 युरो चाहिँ सर्भिस चार्ज हामीले चाहिँ एमबीसीको अकाउन्टमा डिपोजिट गरिदिएका थियौँ है। त्यस लगत्तै उहाँ एमबीसीबाट चाहिँ केही दिनमा उहाँलाई डकुमेन्ट एट्याच गरेर वान वे एउटा यात्रा गर्न मिल्ने है, वान वे एकतर्फी यात्रा, फेरि त्यो ट्राभल डकुमेन्टले फेरि यहाँ इन्ट्री हुन चाहिँ पाइँदैन है। तर एकतर्फी यात्राको लागि चाहिँ ट्राभल डकुमेन्ट बनाएर उहाँ नेपाल जानुभएको थियो है। त्यसको लागि हामीले एमबीसीमा 35 युरो डिपोजिट गरेका थियौँ। त्यसको केही दिनमा एमबीसीबाट मेल गरेर हामीलाई यो डकुमेन्ट पठाइदिनु भएको थियो। तपाईहरूले सकेसम्म अब मेलबाट पनि काम चल्छ, एकदम राम्रोसँग कलर कपी तपाईले प्रिन्ट गर्नुभयो भने यही इमेलबाट आएको डकुमेन्टबाट पनि चल्छ। होइन भने तपाईलाई चाहिँ अब केही महिनापछि तपाईँको जाने टार्गेट छ, तपाईँसँग केही ग्यापिङ छ भने चाहिँ एमबीसीलाई तपाईँले रिक्वेस्ट गरेर हार्ड कपी नै यहाँ कुरियर गरेर पठाउन पनि लगाउन सक्नुहुन्छ है। तपाईँलाई चाहिने डकुमेन्ट भनेको पासपोर्टको फोटोकपी, तपाईँको नागरिकताको फोटोकपी, यो चाहिँ तपाईँले एमबीसीमा मेल गरेर पठाउन सक्नुहुन्छ है। कतिपय देशका राजदूतावासहरूमा चाहिँ अनलाइनबाटै एप्लाई गर्न मिल्ने सिस्टम पनि छ। तर हाम्रो यो जर्मनमा रहेको एमबीसीको वेबसाइटमा मैले ट्राई गर्दा चाहिँ त्यो वेबसाइटमा एरर देखाएको हुन्छ। त्यसले गर्दा तपाईँले इमेल मार्फत अथवा टेलिफोन मार्फत एमबीसीलाई सम्पर्क गरेर यो डकुमेन्ट बनाउन सक्नुहुन्छ है। यो डकुमेन्ट भएपछि तपाईलाई चाहिँ ट्राभल गर्नका लागि सहज हुन्छ। यदि पासपोर्ट एक्सपायर भएको डकुमेन्ट लिएर तपाईँ ट्राभल गर्नका लागि चाहिँ एयरलाइन्सहरूले तपाईँलाई फेरि फिर्ता पठाइदिन सक्छन् बोर्डिङ पास गर्ने क्रममा, अथवा इमिग्रेसन चेक जाँच गर्ने क्रममा तपाईँलाई फेरि फिर्ता गरिदिन सक्छन्। त्यसैले यो ट्राभल डकुमेन्ट बनाएर तपाईँले ट्राभल गर्नुभयो भने चाहिँ अवश्य पनि तपाईँलाई सहज हुनेछ। तपाईँलाई भिडियो जानकारीमूलक लाग्यो भने अवश्य पनि सेयर गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला। म यस्तै खालका भिडियोहरू लिएर आगामी दिनहरूमा पनि तपाईँहरूको माझमा उपस्थित हुने नै छु। त्यतिन्जेलको लागि धन्यवाद।